बाबा हामीलाई दसैँको लुगा कहिले किनिदिने? बाबा हामीहरूको साथीले पनि दसैँको लुगा कति किन्यो हामीहरूलाई पनि किनिदिनु न। किनिदिने हो छोराछोरीहरू अहिले खेल्न जाऊ ल खेल्न जाऊ। हजुर तपाईँले यत्रो पैसा कहाँबाट ल्याउनुहुन्छ भन्नुहोस् त। अब गाउँघरमा खोज्नु पर्ला नि माइली, भएन भने काई साहबकोमा जानु पर्ला। पहिलाको पनि त्यत्रो हुन्छ, काजी साहबकोमा कुन मुख लिएर जानुहुन्छ चाहिँ? अब अरू उपाय पनि छैन त माइली, के गर्नु, हामी गरिबको यस्तै छ दिनहरू। दसैँ भनेको त हामी गरिबहरूको लागि नआए पनि हुने रहेछ, दसैँ भनेको त धनीहरूको लागि मात्रै हुने रहेछ। के गर्नु माइली, हामीलाई भाग्यले ठग्यो, सबै चिजबाट ठगेर के गर्न सकेको छैन। बिहे भएको पनि यत्रो भयो, न राम्रो लाउन पाएन, न राम्रो खान पाएको छ, न बच्चाहरूलाई पढाउनु पाएको छ। ल चल घरको काम गर्दै गर माइली, म यसो काइसँग गएर आउँछु है, पैसा कुरा गराउँछु। छोरा आउँछु भन्थ्यो, यतिखेरसम्म पनि आएन। ए धने जाँदा चोकमा न त्यो त्यहाँसम्म आएको छ कि? हुन्छ काजी साहब। ओ दिदी नमस्ते। नमस्ते नमस्ते। भर्खर आउनुभयो सानो काजी साहब? भर्खरै आएको। ओ नमस्ते नमस्ते। नमस्ते नमस्ते। ढोकरी बुवा हजुर। भाग्यमानी भाइ। नमस्ते सरकारी साहब। नमस्ते नमस्ते। ढोकरी म हजुर। भाग्यमानी भइस। के छ बाबु, सन्चै छ? सन्चै छु। अनि कस्तो भयो? राम्रै भयो, ठिकै छ। ए धने सानो काजीको लागि चिसो पानी ल्याइदियो त। काजी साहब नमस्ते। भाग्यमानी भाइ। सानो काजी साहब नमस्ते। कजिनी नमस्ते। ए माइला बस बस, के कति कामले आइस? के कामले त आयो होला नि यो महिला, त्यसै किन आउँथ्यो? के हुनु र काजी साहब, थोरै खर्च चाहिएको थियो, दसैँ आइसक्यो मुखैमा, के गर्न सकेको छैन। तेरो घरको ठेका मैले लिएको छ, पोहोर दसैँमा लगेको पैसा पनि अहिलेसम्म दिएको छैन। ए मङ्गल हेर हेर, यसको के कति हिसाब बाँकी छ? 10,000 छ, ब्याज सुझै 15,000 भयो छ। 15,000 पहिलेकै तिर्नु छ, फेरि कुन मुखले त पैसा लिन आइस? ए माइला, तँलाई जुन चाडबाड आउँदा पनि पैसा माग्न आउनु पर्ने, तँलाई अलिकति पनि लाज छैन? मगन्तीको सन्तानहरू। ए म हजुर त्यसो नभन्नुहोस् न, मैले दाइ पनि हामी जस्तै मान्छे, उहाँलाई पनि चालबाड लाग्छ। धेरै जान्ने नबन, 2-4 वर्ष सहर बसेर तैँले बाउलाई सिकाउँछस्? ए बुवा हजुर नरिसाउनु न, आफ्नै गाउँठाउँमा बसिएपछि चाडबाडको मुखमा सक्दो सकेको त गर्नु परिहाल्यो नि। त खुब जाने भइसक्यो, यिनीहरूलाई नगरेको हो र हामीले पोहोर साल दिएको पैसा अहिलेसम्म दिएको छैन, अब कुन मुखले दिने? हेर माइला, मबाट पैसाको आश नगर। पोहोर साल पैसा लाग्दाखेरि तैँले के भनेको थिइस्, एकचोटि सम्झी त। काजी साहब मलाई थोरै पैसा चाहिएको थियो, दसैँ आउन लाग्यो। के कति चाहियो भन्न त, कहिले दिन्छस् त पैसा? धेरै न काजी, 10,000 रुपियाँ पुग्छ, म तपाईँलाई दसैँ पछि फिर्ता गरिदिन्छु। 10,000ले पुग्छ? चाडपर्वको बेला छ, पर्व नआउला के गर्छस् है केटा? पुग्छ काजी साहब 10,000ले मलाई। ए मङ्गल एउटा कागज बना। काजी साहब कागज तयार भयो। ए माइला जा त्यहाँ औँठा साप लगा। ल माइला, तैँले भनेको जति नै पैसा छ। धन्यवाद काजी साहब, म तपाईँलाई दसैँ पछि आएर दिन्छु है काजी साहब। हुन्छ ल, राम्रोसँग जानु। ल काजी साहब लागेँ म। चाडपर्व राम्रोसँग मनाउनु। हुन्छ काजी साहब। ल भन त माइला, पोहोर तैँले लगेको पैसा त्यहाँदेखि त एकचोटि पनि देखा परेको छैन, फेरि कुन मुख लिएर त पैसा लिन आइस?
पहिले लगेको हिसाब किताब फुरुक्क दे, त्यसपछि लेनदेनको कुरा गरौँ। मबाट यसपालि पैसा हुँदैन। तैँले कसरी दसैँ टार्छस् तार, तैँ जान्ने। नेस र मुख नपार भइला खुरुक्क लगाएर घर जा। निकै अधुरो मुख ल्याएर आउनुभयो, काजी साहबले केही भन्नुभयो र निकै दुःखी देखिनुहुन्छ त। के भन्नु, मैले पोहोर सालको पैसा नतिरी यसपालि पैसा नदिने रे। अब योपालि दसैँ कसरी टार्यो, म त एकदम अलमलमा पऱ्यो मैले। धेरै चिन्ता नलिनुहोस्, यसपालिको दसैँ जसरी मनाउँला, जे छ त्यही खाउँला। माइला दाई, ए माइला दाई, के हो बुढाबुढी के गर्नु हुँदैछ? ए मैले जा भित्रबाट मोरा ल्याइदिए त। बस्नु सानो काजी साहब, कहिले आउनुभयो नि सहरबाट चाहिँ? आजै आइपुगेको। अनि माइला दाई, अघि के पैसाको लागि मेरो घर आउनु भएको थियो, के पैसा पाउनु भयो त? कहाँबाट पाउनु सानो काजी साहब? अब हजुरको बुवाले पत्याउनु भएन, यो गाउँमा अरू हामीलाई कसले पत्याउँछ र? ल माइला दाई, अहिले मसँग यति नै छ, यतिले जस्तो तस्तो दसैँ टार्नुहोस्। अनि माइला दाई, तपाईँले इलाम गर्नु पर्यो कि बच्चाहरूको लागि केही गर्नु पर्यो तपाईँले? हुन्छ सानो काजी साहब, यो दसैँपछि म केही इलाम गर्छु। ल माइला दाई, अहिलेको लागि म लाग्छु, मेरो सानो काम छ। हस् त। हुन्छ। हेर्नुहोस् त सानो काजी साहब कति दयालु हुनुहुन्छ, हामीलाई यस्तो अप्ठ्यारो परेको बेला पनि भगवान् सरी आउनुभयो। हो नि, सानो काजी साहब एकदम दयालु हुनुहुन्छ। उहाँ सहरमा बस्नुहुन्छ, सबै कुरा जान्ने बुझे हुनुहुन्छ। ल ल माइली, म अहिले यसो बजार गएर आउँछु है त, किनमेल गरेर। बाबा आउनुभयो, बाबा आउनुभयो। मम्मी खोइ त? भित्र हुनुहुन्छ। माइली, ए माइली, ल यो सामानहरू ल्याएको छु। यो छोराछोरीको लुगा कपडा पनि छ, भित्र लगाइराख। ल जाऊ भित्र, नयाँ नयाँ लुगाहरू। ल अनि सुन न, भोलिको टिका छ, त्यसको तयारी गर है छिटै। म चाहिँ दौरा चिर्न गएँ है। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। र यसै गरी हामी नयाँ नयाँ भिडियोहरू प्रस्तुति गर्दै जानेछौँ। र अरू कुरा हाम्रो काजी साहबले भन्नुहुन्छ, यसपालिको दसैँ एकदम सुरक्षितसँगले आफ्नो घरमा मनाउनु होला। दसैँ तिहार तथा छठ पर्वको शुभकामना छ हजुरहरूलाई। सबैलाई ह्याप्पी दसैँ है त। ह्याप्पी दसैँ।